बालन सरकारको डे 4 मा के काम भयो त? वेलकम टु द एपिसोड 3 अफ आज सरकारले के गर्यो सिरिज वेयर वी विल बी ट्र्याकिङ बालन सरकार फर द अपकमिङ 5 इयर्स। ब्रेश कोर्सहरू ब्यान गर्ने निर्णय आएको केही समयमा नै मिनिस्ट्रीको अफिसियल वेबसाइटबाट यो कुरा नै गायब भयो। एकैचोटी 200 प्लस बेटिङ एप्सहरू बन्द, लेबर अप्रुभलको लागि टोकन सिस्टम हटाइयो, अब अप्रुभल सेम डेमा नै। ट्विट आज कोही अरेस्ट चाहिँ भएन भनेर सोच्दै हुनुहुन्छ भने वी हैव दैट आन्सर टु। लुम्बिनीकी सांसद रेखा शर्मा नाबालिग आरोपमा पक्राउ। भाइ त्यो टिपास गरौँ त। पक्राउ परेका रमेश लेखकको वाइफले बन्दी प्रत्यक्षीकरण रिटमा उनलाई इमिडिएट रिलिज गर्न माग गरिन्, तर सुप्रिम कोर्टले अस्वीकार गरिदियो। केपी ओलीलाई चाहिँ कारण देखाउ आदेश जारी गरी उनलाई तत्कालको लागि रिहा गर्न अस्वीकार गरेको छ। महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको केस डिस्ट्रिक्ट कोर्टले फिर्ता गरेको छ। त्यसपछि बालेन्द्र शाहले कोशी र कर्णालीका सांसदहरूसँग मिटिङ पनि बसेका छन्। बट देन हियर्स अनदर ट्विस्ट, त्यो मिटिङलाई हर्क साम्पाङ र उनको पार्टी श्रम संस्कृतिले बोयकट गरेको छ। आज ठ्याक्कै 4 बजे मन्त्री परिषद मिटिङ पनि बस्यो, जसमा गभर्नमेन्टले संसद अधिवेशन 19 गते बोलाउने प्रपोजल अघि सारेको छ। अब आजको क्याबिनेट मिटिङबाट के डिसिजन्सहरू आउँछन् त, त्यो चाहिँ नेक्स्ट एपिसोडमा।